अरुण उपत्यका, जसलाई प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले परिचित गराएको छ। यहाँको हावामा मारुनी नृत्यको लय बगिरहेको छ, जुन स्थानीय जीवनशैली र परम्पराको संवेदनशील चित्रण पनि हो। शरद ऋतुको आगमनसँगै जब वर्षाका कठोर दिनहरू समाप्त हुन्छन्, तब गाउँका मानिसहरूको हर्ष र खुसीमा मारुनीको आवाज गुन्जिन थाल्छ। सुकी जालिन गङ्गाजी, सुकी जालिन यमुना जस्ता गीतहरूले जीवनका उतार चढाव र सङ्घर्षको गाथाको बयान गर्ने गर्छ। यस भिडियोमा हामी अरुण उपत्यकाको ऐतिहासिक, सांस्कृतिक र जैविक महत्त्वमा केन्द्रित भएर एउटा भिडियो सामग्री प्रस्तुत गर्नेछौँ, जसले यस क्षेत्रलाई अझै विशेष बनाउनेछ। अरुण उपत्यका नेपालको पूर्वी पहाडी क्षेत्रको सङ्खुवासभा जिल्लामा अवस्थित छ। यो उपत्यका समुद्री सतहदेखि 3600 मिटर गहिरो रहेको छ र विश्वकै गहिरो उपत्यका मानिन्छ। यसको प्राकृतिक सौन्दर्य अनमोल छ र यहाँको भूगोलमा समृद्ध जैविक विविधता रहेको छ। चारैतिर हरियाली, पर्वत र नदीले घेरिएको यस क्षेत्र प्रकृतिको किम्वदन्ती सौन्दर्यलाई प्रस्तुत गर्ने गर्छ। अरुण उपत्यका विशेषतः जैविक विविधतामा अत्यन्त समृद्ध छ। यहाँ 650 भन्दा बढी प्रजातिका चराहरू पाइन्छन्, जसले यस क्षेत्रलाई चराप्रेमीहरूका लागि प्रमुख गन्तव्य बनाएको छ। चराहरूको गतिविधि र आवाजले उपत्यकालाई जीवित र चञ्चल बनाएको छ। अरुण उपत्यकामा अरुण नदीको उपस्थितिले यस क्षेत्रलाई अद्वितीय स्थानमा पुर्याएको छ। यो नदी तिब्बतको हिमालय पर्वतबाट उत्पन्न भएर सप्तकोशीको प्रमुख सहायक नदीका रूपमा बगिरहेको छ। नदीको शीतल र सफा पानी र वरपरको प्राकृतिक सौन्दर्यले यस क्षेत्रलाई एक आकर्षक पर्यटकीय स्थलका रूपमा परिचित गराएको छ। नदीका किनारमा रहेका पहाडहरू, हरियाली र झरनाले अरुण उपत्यकालाई एक प्राकृतिक आश्रय स्थलका रूपमा प्रस्तुत गर्ने गर्छ। अरुण उपत्यकामा घटेका ऐतिहासिक सङ्घर्षहरूमध्येको एक महत्त्वपूर्ण घटनाको रूपमा सती प्रथा विरोधी सङ्घर्षलाई अवलोकन गर्नुपर्छ। सती प्रथा एक अत्यन्त अमानवीय परम्परा थियो, जसमा पति मरेपछि पत्नीलाई पनि उसैका साथमा चितामा जीवित जलाइने कुप्रथा थियो। यो कुप्रथा नेपालका विभिन्न स्थानहरूमा प्रचलित थियो र यो सन्देश दिनु अत्यन्त आवश्यक थियो कि महिलाको जीवन पनि उत्तिकै मूल्यवान छ र ऐतिहासिक सङ्घर्षको प्रतीक बनायो। अरुण उपत्यकामा स्थित मनोकामना मन्दिर एक महत्त्वपूर्ण धार्मिक तीर्थस्थल हो। यो मन्दिर सङ्खुवासभा जिल्लाको एक प्रमुख गन्तव्य हो, जहाँ भक्तजनहरू आफ्नो आस्था र श्रद्धाका साथ पूजा गर्न आउँछन्। मनोकामना मन्दिरले स्थानीय जनजीवन र परम्परालाई अझ प्रगाढ बनाएको छ। मन्दिरमा विभिन्न धार्मिक किम्वदन्ती र विश्वासहरू छन्, जसले यो स्थललाई विशेष महत्त्व दिएको छ। मनोकामना मन्दिरले अरुण उपत्यकाका धार्मिक र सांस्कृतिक परम्पराको सम्मानजनक संरक्षण गरेको छ। मन्दिरका बारेमा रहेका पुराना किम्वदन्तीहरूले यसको ऐतिहासिक र धार्मिक महत्त्वलाई अझ प्रगाढ बनाएका छन्। यहाँ चढाइएको पूजा र आस्था स्थानीय जनताको धार्मिक जीवनको एक अभिन्न हिस्सा बनिसकेको छ। अरुण उपत्यका केवल प्राकृतिक सौन्दर्य र जैविक विविधतामा मात्र समृद्ध छैन, सांस्कृतिक र पुरातात्विक धरोहर पनि अत्याधिक महत्त्वपूर्ण छन्। यहाँका मन्दिर, धार्मिक तीर्थस्थलहरू, सांस्कृतिक दृष्टिकोणले पनि गहिरो अर्थ राख्छ। अरुण उपत्यकामा विभिन्न जात जाति र समुदायका मानिसहरूको मिश्रण रहेको छ, जसले यहाँको सांस्कृतिक र सामाजिक जीवनलाई विविधतापूर्ण बनाएको छ। मारुनी नृत्य यस क्षेत्रको सांस्कृतिक धरोहर हो, जसले कुमाल, मगर र खस समुदायका बीचमा परम्परागत र सांस्कृतिक एकता ल्याएको छ। मारुनी नृत्यले गाउँको समृद्धि र सङ्घर्षलाई चित्रण गर्छ र यस नृत्यको तालमा हर्ष र वेदनाका कथाहरू घुम्छन्। मादलको तालमा गाइने गीत र नृत्य जीवनका हरेक पाटोहरूलाई उजागर गर्छ, जहाँ प्रकृतिका प्रत्येक लक्षणहरूलाई मानिसहरूले आफ्नो संवेदनाहरू मार्फत प्रस्तुत गरेका छन्। मारुनी नृत्य केवल मनोरञ्जनका लागि मात्र होइन, यो एक सांस्कृतिक पहिचान र समुदायको गहिरो भावना पनि हो। यसले अरुण उपत्यकालाई एक अनमोल सांस्कृतिक धरोहरका रूपमा सम्मानजनक ढङ्गले जीवित बनाएको छ। अरुण उपत्यका नेपालको प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक मानिन्छ। यहाँको प्राकृतिक सौन्दर्य, जैविक विविधता र ऐतिहासिक महत्त्वले यसलाई एक अद्वितीय स्थल बनाएको छ।
यहाँको प्रमुख प्रवेशद्वार तुमलिङटार विमानस्थल हो, जुन पर्यटकीय गन्तव्यसम्म पहुँच सजिलो बनाउँछ। यस विमानस्थलको सुविधाले पर्यटकहरूलाई उपत्यकामा सहजै प्रवेश गर्न अनुमति दिन्छ र यसले अरुण उपत्यकामा पर्यटकको सम्भावना बढाउँछ। तर पर्यटकीय सम्भावनाका बावजुद अरुण उपत्यकाको संरक्षण र प्रचारमा अझै केही चुनौतीहरू छन्। उपत्यकाको जैविक विविधता र ऐतिहासिक सम्पदाको संरक्षणका लागि थप प्रयासहरू आवश्यक देखिन्छ। यहाँको पर्यटन पूर्वाधारको विकास र उचित संरक्षणले अरुण उपत्यकालाई अझ सफल पर्यटकीय गन्तव्य बनाउन सक्छ। यहाँका ऐतिहासिक घटनाहरू, धार्मिक स्थलहरू, जैविक विविधता र सांस्कृतिक परम्पराले यसलाई एक अनमोल सम्पत्ति बनाएको छ। योगमाया नेउपाने तथा बालागुड षडानन्द अधिकारी जस्ता ऐतिहासिक व्यक्तित्वहरू, मनोकामना मन्दिर जस्ता धार्मिक स्थलहरू र अरुण नदीको आकर्षणले यस उपत्यकालाई थप उचाइमा लैजानेछ। यहाँका अवसर, चुनौती र सम्भावनाहरूलाई सन्तुलित तरिकाले व्यवस्थापन गर्दा यस क्षेत्रलाई विकास र संरक्षणको एक आदर्श उदाहरण बनाउन सकिन्छ। यहाँका अवसर, चुनौती र सम्भावनाहरूलाई सन्तुलित रूपमा व्यवस्थापन गर्दा यस क्षेत्रलाई विकास र संरक्षणको एक आदर्श उदाहरण बनाउन सकिन्छ। अरुण उपत्यकाको जैविक विविधता, ऐतिहासिक घटना, सांस्कृतिक परम्परा र धार्मिक तीर्थस्थलले यसलाई एक अनमोल सम्पत्ति बनाएको छ। यदि यसका अवसरहरूको सही सदुपयोग गर्न सकिन्छ भने यो क्षेत्र नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक बन्न सक्छ। तर यसका लागि संरक्षण, सही पूर्वाधार विकास र समुदायको समावेशी विकास गर्न आवश्यक देखिन्छ।